हेलो नमस्कार। हजुर अब आज हामी हाम्रो किसान केयर डेरी सफ्टवेयरमा हामी दुधको रेट सेटअप गरेर फार्मर हाल्नु भएन र दुध एन्ट्रीलाई कसरी सञ्चालन गर्न सकिन्छ त्यो बारे बुझ्नेछौँ। सुरुमा हामीले हाम्रो एप्लिकेसन लगइन गर्ने बित्तिकै हामी सुरुको लगइनमा हामी डेरी सेटअपमा जान्छौँ। डेरी सेटअपमा गएर हजुरको प्रोडक्ट भनेपछि मिल्कको रेट सेटअप गर्न सक्नुहुन्छ। जस्तो न्यू पर्चेस सेटअपमा डाउनलोड भएर हजुरले माथि प्रोडक्टमा मिल्क लेख्नुभएछ, हजुरको प्रोडक्टहरू लिस्ट हुन्छ यहाँनिर। हजुरले बनाउनु भएको मिल्क प्रोडक्टको प्याड रेट, एसएनएफ रेट हाल्नुभएपछि हजुरले सेभ गरिदिनु पर्ने हुन्छ। त्यो मैले पहिल्यैदेखि बनाइसकेको, त्यही भएर यहाँ अहिले अपडेट आएको छ, त्यसलाई हामी अपडेट गरिदिन्छौँ। अब हामीले पर्चेस सेटअप गरिसक्नु भएपछि हजुर क्रिएटमा गएर हामीले फार्मरमा जानु भएन, हामी फार्मर मास्टरबाट एडमा हालेर हामीले कृषकहरू हाल्न सक्छौँ। जस्तो यसमा हामी हाल्यौँ रमेश बस्नेत भन्ने कृषक हाल्नुहुन्छ, उहाँको डिटेल्सहरू के छ हाल्नुहुन्छ यहाँनिर। त्यसपछि हजुरले सेभ गरिदिनुहुन्छ। सेभ गरिदिएपछि हजुरको कृषक बन्यो रमेश बस्नेत भनेर 073 नम्बर हजुरले चेन्ज पनि गर्न सक्नुहुन्छ। हजुरलाई चाहिएको अनुसारमा रोल नम्बर चेन्ज पनि गर्न सक्नुहुन्छ। त्यसपछि हामी फार्मर क्रिएट गर्नुभएपछि हजुर पर्चेसमा जानुहुन्छ। पर्चेसमा जानुभएपछि हजुर फेरि पर्चेसमा जानुहुन्छ। फेरि पर्चेसको हामीले एड गर्नु पऱ्यो। माथिपट्टि हजुरको प्रोडक्टको नाम सिलेक्ट गर्नु पऱ्यो। हाम्रो प्रोडक्टको मिल्क हामी सिलेक्ट गर्छौँ। हाम्रो डेट सिलेक्ट गर्नु पऱ्यो, कहिले एन्ट्री गर्दैछौँ। हामीले सिफ्ट सिलेक्ट गर्नु पऱ्यो, मर्निङ इभिनिङ। त्यसपछि हामीले अघि हालेको रमेश बस्नेत होइन हजुर, यस एनिथिङ बस्नेत रमेश बस्नेत उहाँको हामीले लिटर हाल्छौँ। जस्तो 5 लिटर दुध भयो, फ्याट 4 आयो, एसएनएफ 8 आयो, हजुरको रेट अटोमेटिक क्यालकुलेट हुन्छ। हजुरले अनि फ्याटमै एकचोटि इन्टर डाउन भएपछि हजुरको सेभ भयो होइन। अब फेरि हामीले अर्को इन्ट्री गर्नु पऱ्यो नि होइन। अनि त्यसको लागि अब अर्को नम्बर हाल्छौँ। त्यो एक हरिभक्त भण्डारी नम्बर हाल्यो भने यता हाम्रो यहाँनिर अब उहाँको लिटर हाल्छौँ। लिटर हाम्रो 6 लिटर, हाम्रो 4, हाम्रो 8 होइन, त्यसरी सेभ हुन्छ हाम्रो। हजुरलाई अटोमेटिक प्रिन्टिङ चाहिएको छ भने चाहिँ हजुरले यता गएर प्रिन्ट अन सेभ एप्स गर्न सक्नुहुन्छ। यो गर्नुभएपछि हजुरको अब इन्ट्री गर्दाखेरि चाहिँ हाम्रो अटोमेटिक प्रिन्ट निस्किन्छ हजुरको सिस्टमबाट। 1 लिटर 4 फ्याट 8 एसएनएफ इन्टर गर्दाखेरि हजुरले यसरी अटोमेटिक प्रिन्ट पनि निस्केर आउने भयो। हजुरको प्रिन्ट चाहिँ नेपाली र इङ्ग्लिस दुवैमा आउँछ प्रिन्ट पनि। अनि त्यसपछि हजुरले अब हामीले डेली पर्चेस गऱ्यौँ। पर्चेस गरेपछि अब हाम्रो स्टक हेर्नु पऱ्यो। स्टक हेर्नको लागि हामी रिपोर्ट्समा जान्छौँ। हाम्रो अब स्टक समरीमा जान्छौँ। त्यसमा हाम्रो मिल्क भनेर देख्छौँ। अब मिल्क हामीसँग कति छ त अब होइन, कति आयो मिल्कहरू हामीले यहाँ हेर्छौँ। जस्तो हाम्रो अघिको मिल्क भयो, मिल्क भने अब यताबाट स्टक क्वान्टिटीमा हामीले हेर्न सक्छौँ। यहाँनिर बढ्दै जान्छ मिल्क पर्चेस भयो भने, अनि सेल भयो भने घट्दै जान्छ हजुरको। हजुर यहाँनिर हजुरको स्टकहरूको रिपोर्ट आउने भयो। त्यसपछि हाम्रो कृषकको खाता हेर्नु भने जस्तो अब उसले दाना लग्यो, ढुटो लग्यो होइन, दुध किन्यो, हामीले बेच्यो, त्यस्तो रिपोर्टहरू। जस्तो अब रमेश बस्नेत हामीले अघि बनाएको थियौँ, उहाँको हामीले अब रिपोर्ट हेर्नु पऱ्यो अरे 1 महिनाको हेर्नु पऱ्यो नि। यहाँ लोड गर्नुभएछ। अब हामीले दुध किन्यो उहाँबाट, हामीले उहाँलाई अब 460 रुपियाँ दिनुपर्ने बाँकी देखियो। अब यही हजुरले पेमेन्टमा गएर पेमेन्ट गरिदिनु सक्नुहुन्छ, एडभान्स पेमेन्टहरू कृषकहरूलाई। त्यसपछि हामी सेल्समा जानु भएन, हजुरले अब सेल्समा जानुभयो भने चाहिँ सेल्समा गएर चाहिँ हामीले दाना ढुटोहरू के लगाएको छ कृषक हजुर, त्यो चाहिँ हामीले सेल्सबाट एन्ट्री गर्नुहुन्छ। जस्तो अब हाम्रो रमेश बस्नेतजीले दाना लानुभयो। दाना भन्ने हाम्रोमा के छ, हाम्रो बटर लानुभयो अरे, बटर लानुभयो अरे, हाम्रो 5 केजी बटर लानु पऱ्यो। हाम्रो रेट अब 1000 नत्र कति 600 लानुभयो अरे, डिस्काउन्ट गर्ने डिस्काउन्ट हाल्ने, नत्र इन्टर गर्ने। हजुरको सेभ भयो। त्यसरी प्रिन्टहरू पनि निस्किन्छ अफलाइन। अब हजुरको सेल्स भयो नि। अब अघि हामीले दुधको मात्रै हालेको छ। अब हाम्रो यहाँनिर अब त्यो कटेर आउँछ। आरए यमी यस रमेश बस्नेतजीको 1 महिनाको हामीले हेऱ्यौँ भने उहाँले दुध बेच्नुभयो हामीलाई, हामीबाट बटर किन्नु भयो। अब उहाँको लागि अब हामीले दिन बाँकी भन्दा पनि लिन बाँकी भएर देख्यो नि त। अब हामीले अब बटर बेच्यौँ 5 किलो 600 को रेटमा 3000 रुपियाँ भयो। हाम्रो दुध किन्यौँ हामीले 5 लिटर 92 को रेटमा 460 भयो। यो दुइटैलाई अब माइनस क्रेडिट गरेर हजुरको ब्यालेन्स आइहाल्यो 2540 हामीले चाहिँ लिन बाँकी देखियो। हजुर आजको सेसनमा हामी यति नै गर्छौँ। अरू अपडेट्सको लागि हामीलाई सब्सक्राइब र लाइक गर्नुहोला। अनि कमेन्टमा केही सजेसन्सहरू छ भने हजुरले कमेन्टमा राख्न सक्नुहुन्छ। धन्यवाद।